यसमा भएको एन्टिब्याक्टेरियल एन्टिमाइक्रोबियल गुणले केही ब्याक्टेरियालाई फैलिन दिँदैन। यसै कारण हाम्रो समाजमा महलाई पोलेको, काटेको शारीरिक अङ्ग र घाउमा समेत दल्ने गरिन्छ। महमा भएका पौष्टिक तत्त्वबाट घाउ निको पार्न र तन्तुको वृद्धिमा मद्दत पुग्दछ। यसो त मह दम र कफ हटाउनु परे एकदम उपयोगी मानिन्छ। उच्च रक्तचाप नियन्त्रण, मुटु सम्बन्धी रोगबाट जोगिन पनि मह सेवनबाट फाइदा मिल्छ। रक्त शुद्धिकरण गर्नलाई मह प्रभावकारी मानिन्छ। यसको सेवनले पोतो, डन्डीफोर आदि हट्छ र अनुहारमा चमक आउँछ। महको नियमित सेवनले आन्द्रा र मृगौला समेत स्वस्थ रहन्छन्। घाँटी खस्कसाए, रुगाखोकी लागे मह मिसाएको चिया वा तातो कागती पानी खाँदा प्रभावकारी हुन्छ। बिहान मनतातो पानीमा नियमित सेवन गर्नाले शरीरमा स्फूर्ति ल्याउँछ, पाचन शक्ति बढाउँछ, शरीरलाई क्यालोरी समेत प्रदान गर्दछ। एउटा अध्ययनलाई मान्ने हो भने माथिल्लो श्वास नलीको सङ्क्रमण भएका 2 वर्ष वा अझ बढी उमेरका बालबालिकालाई सुत्ने बेला 2 चम्चा अथवा 10 मिलिलिटर जति मह दिँदा रात्रिकालीन खोकी कम हुँदै जान्छ र साथै निन्द्रा राम्ररी लाग्न थाल्छ। प्रत्येक घार फुटाउँदाखेरि एउटा रानी प्रत्येक घारमा चाहिँ हामीले पुरानो रानी चेन्ज गर्छौँ। हामीले जेठसम्ममा चाहिँ रानी सबै चेन्ज गर्नुपर्ने हुन्छ। जति राम्रो यो रानी बनाए त्यो अनुसार प्रोडक्सन अब तपाईँको महदेखि लिएर माउरीको गोला बढ्न त्यस्तै भूमिका हुन्छ कि रानीमा नि भर पर्छ, रोगदेखि हरेक कुरामा। महमा ग्लुकोज पाइन्छ। महमा पाइने भिटामिन र सुगर शरीरभित्र पसेपछि छिटै घुल्छन् र अन्य मिष्ठान्न परिकारले जस्तो नराम्रो परिणाम भने देखाउँदैनन्। खोकी लागेको छ भने अदुवाको रसमा मह मिसाएर खाने गर्नाले निको हुन जान्छ। नवजात शिशुलाई पहिलो पटक मह चटाउँदा निरोगी र दीर्घायु हुन्छन्। मधुमेहको उपचारमा 2 चम्चा हर्बलयुक्त मह र 3 ग्राम बेसार प्रत्येक बिहान खाँदा मधुमेह ठिक हुन्छ। बात, नसा, प्यारालाइसिस जस्ता रोगलाई मह सेवनबाट निको गर्न सकिन्छ। मह नियमित लिनाले अरुचि घट्ने, पाचन बढाउने, कब्जियत ठिक गराउने, शक्ति बढाउने जस्ता। अब यो रानी माउरीको बारेमा, रानी माउरीको खानेकुरा के हो त्यो सबै कुरा जानकारी गराउँछु है म हजुरहरूलाई। यो चाहिँ तपाईँको सेल उठाएको इमर्जेन्सी सेल, यहाँ हामीले ग्राफ्टिङ गर्ने भएर यिनीहरूले रानीको विकल्पमा चाहिँ यिनीहरूले रानी बनाउनलाई चाहिँ त्यो पुरानो रानीले पारेको अन्डालाई चाहिँ गरेर यो यिनीहरूले चाहिँ तपाईँको क्विन सेल बनाउँदैछ। यसमा रोयल जेरी छ। यो रोयल जेरी भनेको चाहिँ तपाईँको भर्खर निस्केको कर्मी माउरीको यो शिर ग्रन्थीबाट चाहिँ तपाईँको एक प्रकारको सेतो चिल्लो पदार्थ रियाल जस्तो चाहिँ यिनीहरूले यहाँ हाल्छ। यसमा यो क्विन सेलको भित्रपट्टि तपाईँको रोयल जेली भनेको चाहिँ यो हो। खासमा रोयल जेली चाहिँ यो भर्खर निस्किने कर्मी माउरीको चाहिँ शिर ग्रन्थीबाट सेतो पदार्थको चिल्लो पदार्थ चाहिँ तपाईँको यहाँ रियाल जस्तो हुन्छ। यसलाई रोयल जेरी भन्छौँ। यसको यो खानेकुरालाई शाही खुराक भन्छ। तपाईँको यो रानीले खाने भनेको त्यो भयो। अब त्यही भएर अरू माउरीहरूको भन्दा यसको इन्ट्रेस्टिङ कहानी छ। भाले तपाईँको रानीसँग मेटिङ हुनको लागि तपाईँको रानी चाहिँ तपाईँको कम्तीमा पनि भर्खरको 24 घन्टाको अन्डा हाल्यो भने तपाईँको नर्मल पनि 14 देखि 16 दिन लाग्छ निस्किनलाई। अब इमर्जेन्सी अलिक ठुलो साइजको बच्चाहरू हाल्यो भने चाहिँ हजुरको 11-12 दिनमा निस्किन्छ। तपाईँको भाले सहवास हुनको लागि चाहिँ आकाशमा लगभग तपाईँको 200 फिट माथि आकाशमा गएर चाहिँ तपाईँको भाले लाग्ने काम हुन्छ। यिनीहरूको सहवास हुन्छ। सहवास हुनको लागि एकदम उपयुक्त, राम्रो, बलियो, तपाईँको एकदम तन्दुरुस्त खालको चाहिँ भाले यिनीहरूले एकदम छानेर राम्रो एउटा रानीसँग भाले लाग्नको लागि चाहिँ 15 देखि 20 वटा भाले लाग्नुपर्ने हुन्छ। नर्मल पनि 7 वटा 8 वटा त लागेकै हुन्छ। जति धेरै भाले लाग्यो त्यति राम्रो अन्डा पार्छ रानीले। नर्मल पनि 1500 देखि 2000 वटा चाहिँ अन्डा पार्नुपर्छ यिनीहरूले, राम्रो खालको रानीले दिनमा। भाले चाहिँ तपाईँको भाले लागेपछि माथि गएर आकाशमा भाले लागेपछि चाहिँ भाले चाहिँ मर्छ। यसको कहानी अलि इन्ट्रेस्टिङै कहानी छ। यसको बारेमा भन्नुपर्दाखेरि सहवास भएपछि चाहिँ भाले मर्छ। जति धेरै भाले लाग्यो त्यति राम्रो हुन्छ यो रानीको लागि चाहिँ। अब तपाईँको कर्मी माउरीको बारेमा जानकारी गराउँछु म।
कर्मी माउरी चाहिँ तपाईँको यो कर्मी माउरी भयो। यो कर्मी माउरीको काम भनेको अब तपाईँको पानी बोक्ने, कुट बोक्ने, अब तपाईँको यहाँ तपाईँको गएर अरू अरू कामहरू, यसको गेटको काम गर्ने, अब घरको सरसफाइ गर्ने हरेक काम हुन्छ कर्मी माउरीको। अब यो निस्किन लागेको चाहिँ भाले हो। यो ठुल्ठुलो भाग उठेको यो चाहिँ भाले भयो। धेरै विशेषताहरू पाइन्छ। यसै गरी महले अनुहारमा चाया, पोतो, दाग, चिम्रोपन हटाउन पनि महत्त्वपूर्ण भूमिका खेल्दछ। कपालको चाया, कपाल झर्ने, कपालको रङ बिग्रिने जस्ता समस्यामा मह पानीले नुहाउँदा राम्रो हुन्छ। बाडुली लाग्ने, निन्द्रा नलाग्ने, टाउको दुख्ने, अपच हुने समस्यालाई मह सेवन गर्नाले ठिक हुन्छ। शक्ति प्रदान गर्न दैनिक मह सेवन मानव शरीरलाई धेरै नै फाइदाजनक हुन्छ। तपाईँको शरीर घटाउन चाहनुहुन्छ भने पनि यहाँ रमाइलो किस्सा छ। तपाईँको वजन बढी छ भने बिहान मनतातो पानीमा कागतीको रस र मह हालेर नियमित पिउने गर्नुहोस्। बिहान मह पानी खानाले दिउँसो कम भोक लाग्छ, जसले गर्दा वजन बढ्न पाउँदैन। चाहिँ अब तपाईँको यो मह चाहिँ कहाँ हाल्छ, कसरी हुन्छ भन्दाखेरि यो छेउको माथिको भागमा लिएर टक्क मह हुन्छ। हजुरको यो माथिको भागमै मह छ। तपाईँको मह चाहिँ यसरी मह भरेपछि चाहिँ यसरी बन्द गर्छ यिनीहरूले, पुरै सिल गर्छ यो। अनि यो सिल गर्यो भनेको चाहिँ मह पाकेर परिपक्व भएर चाहिँ यिनीहरूले टालेको हो यो महलाई। हजुरको यो परिपक्व भएर टालेको मह हो। अब यो नयाँ रानी हो हाम्रो भर्खर, यो तपाईँको अस्ति हालेको सेलबाट निस्केको यो कुमारी रानी हो। अब यसलाई मेटिङ हुन लगभग 4-5 दिन चाहिँ टाइम लाग्छ। अब यसलाई खानेकुरा अलिक पर्याप्त दिएपछि चाहिँ यो मेटिङ गराउनु चाहिँ माथि जान्छ। यो अब ब्रुड भइहाल्यो, यो कर्मी माउरी निस्किन्छ यो ब्रुडबाट। यो चाहिँ महको भाग, मह टालेर राखेको छ। यहाँ यिनीहरूले अब आफ्नोलाई सङ्कलन गरिराखेर खान थालेको छ। यो भाले माउरी भयो, भाले माउरी हो। यो रानीसँग चाहिँ सहवास हुनलाई जान्छ। गर्भवतीले मह खाने गर्नाले पेटमा भएको बच्चा शारीरिक र मानसिक रूपमा अझ बढी स्वस्थ हुन्छ। सुन्दरताका लागि पनि मह लाभदायक हुन्छ। आँखा वरिपरि डार्क सर्कल छ अथवा आँखा वरिपरिको भाग तपाईँको सुन्निएको छ भने पनि मह र बदामको तेल बराबर मात्रामा मिसाई आँखा वरिपरिको छालामा सुत्ने बेलामा दल्ने र बिहान उठेर धुने गर्नुपर्छ। अनुहार, छाती आदिमा चाउरी देखा पर्न थालेको छ भने पाकेको आधा एभोकाडोमा 1 चम्चा मह दली 20 मिनेटपछि धुने गर्नुभयो भने चाउरी पनि हराउँदै जान्छ।